यदि हजुरको कोम राति धेरै दुख्छ र हात उठाउन गाह्रो हुन्छ र हात पछाडि लान गाह्रो हुन्छ भने यो जोड्नी हाम्रो जाम भएको हुन सक्छ है। ल हामी फ्रोजन शोल्डर भन्छौँ। र अब यो जाम भएको जोड्नीलाई हामी कसरी खुलाउने त्यसको एक्सरसाइजहरू हेर्नुस् है त। फर्स्टमा के गर्नु होला, यो हात मानौ हजुरको यो शोल्डरमा पेन छ र यो जाम भएको छ भने यो हात चाहिँ अपोजिट शोल्डरमा चाहिँ यसरी राख्नु। अर्को हातको सहाराले यो कुइनोलाई यतातिर चाहिँ स्ट्रेच गराउनुहोस् है। जहाँसम्म हजुरलाई पेन कम फिल हुन्छ त्यहाँसम्म लानुहोस्, धेरै दुखाएर पनि स्ट्रेच नगर्नु होला। र 10 सेकेन्डसम्म यहाँ होल्ड गर्नुहोस्। यसलाई यसरी गर्दै यसलाई 5 चोटि यसरी स्ट्रेच गर्नु। यसले के गर्छ, हाम्रो भित्रको क्याप्सुललाई स्ट्रेच गर्छ जो हाम्रो जाम भएको हुन्छ है। यो फर्स्ट एक्सरसाइज। दोस्रो के गर्नुहोस्, यो हातलाई यहीँ राख्नुहोस् र अर्को हातको सहाराले यो कुइनोलाई माथि यसरी गरेर स्ट्रेच गराउनुहोस् है। यसलाई पनि 10 चोटि गर्नु होला हाम्रो दोस्रो एक्सरसाइज। अब तेस्रो एक्सरसाइज के गर्नुहोस् हेर्नुहोस् है। को भित्ताको सहाराले हामी आफ्नो औँलालाई यसरी फिङ्गर वाक गराउने, जतिको सक्नुहुन्छ त्यति चाहिँ माथि लाने अनि फेरि बिस्तारै 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 तल गर्ने। यो पनि हजुर 10 चोटि गर्नु होला। यो हाम्रो तेस्रो एक्सरसाइज। अब चौथो एक्सरसाइज के गर्नुहोस्, सुत्ती कपडा लिनु अनि यसरी उभ्नु अनि उभिएर वालनेर हात यसरी राख्नुहोस् अनि यसलाई यसरी स्लाइडिङ गराउनुहोस्। कति माथिसम्म सक्नुहुन्छ त्यति माथिसम्म लानुहोस्, फेरि तल छोड्नुहोस्। यो हाम्रो चौथो एक्सरसाइज। यो पनि गर्नुहोस्। त्यस पछाडि के गर्नु, दुईटै हात चाहिँ यहाँ यसरी राख्नुहोस् र दुईटै हातलाई यसरी राउन्ड 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 यसरी गरेर घुमाउनुहोस्। जतिको सक्नुहुन्छ त्यति राउन्ड बनाएर यहाँसम्म लानुहोस् है। त्यस पछाडि के गर्नुहोस्, फेरि एउटा सुत्तीको कपडा लिनुहोस् अनि सुत्तीको कपडाले यो वालमा हातलाई यसरी स्लाइड गराउनुहोस् दुईटैतिरबाट। जहाँसम्म हजुरको सकिन्छ त्यहाँसम्म लिएर जानुहोस्, यसरी स्लाइड गराउनुहोस् है। त्यस पछाडि के गर्नुहोस्, एउटा डम्बेल या पानीको बोतल लिनुहोस्। हजुरसँग घरमा जे एभाइलेबल छ। मानौ हाम्रो अब यो देब्रे कोम जाम भएको छ भने यसरी हात टेबलनिर राखेर अनि यसलाई पानीको बोतललाई यसरी क्लकवाइज बिस्तारै बिस्तारै 25 चोटि र एन्टी क्लकवाइज बिस्तारै बिस्तारै 25 चोटि घुमाउनुहोस् है। त्यस पछाडि के गर्नुहोस्, यसलाई यसरी पेन्डुलम पनि 25 चोटि घुमाउनुहोस् है। यो एक्सरसाइज गर्नुहोस्। यसले हजुरको कोम खोल्न एकदम हेल्प गर्छ। त्यस पछाडि के गर्नुहोस्, घरमा हामी लट्ठी या लोडो लिएर एक्सरसाइज गर्न सक्छौँ। लोडो हुन्छ, लोडोलाई के गर्नुहोस्, यसरी माथि यतिसम्म उठाउनुहोस् र यसलाई यसरी ट्विस्ट गर्नुहोस्, दुई साइडतिर ट्विस्ट गर्नुहोस् यसरी। यो